खै So hi guys, good morning सबैजनालाई त्यसैले and namaskar, welcome back my YouTube channel and happy new year for everyone. आज चाहिँ भ्लग चाहिँ आज यस्तो राम्रो एन्ड ब्युटिफुल ठाउँबाट चाहिँ स्टार्ट गरिसकेको छु। आज चाहिँ नयाँ वर्ष सबैजनालाई 2083 सालको मङ्गलमय शुभकामना। सबैजना सुखी रहनुहोस् र खुसी रहनुहोस्। आज चाहिँ हामी यता सुन्दरी जल आइसकेको छौँ सबैजना फ्यामिलीहरू। आज चाहिँ मेरो स्पेसली चाहिँ हाम्रो अङ्कलहरूको चाहिँ बर्थडे, अङ्कल र आन्टी दुईजनाको चाहिँ बर्थडे छ, त्यही भएर चाहिँ बर्थडे सेलिब्रेसन को सँगसँगै हामी चाहिँ न्यु इयर पनि मनाउँदैछौँ। यता छ मेरो पासाङ, अनि यहाँ मेरो बुनुहरू, अनि मेरो हजुरआमा, हजुरबुवा, अनि मेरो मम्मी अगाडि हिँड्दै हुनुहुन्छ। हाम्रो गाडी चाहिँ तल राखेको छौँ अनि हामी चाहिँ यहाँबाट हिँड्दैछौँ। आउन चाहिँ गाडी माथिसम्म आउँदैछ, तर यसो अलि बाटो चाहिँ राम्रो छैन, त्यही भएर हामी चाहिँ पैदल यात्री। अब भ्लगलाई चाहिँ अन्तिमसम्म हेर्नु होला, हामी कहाँ कहाँ जान्छौँ र के गर्छौँ भनेर चाहिँ हामी देखाउनेछौँ। See you later। आइपुग्यौँ त हामी त, अनि ह्याप्पी न्यु इयर एन्ड ह्याप्पी बर्थडे। सबैलाई छे ल। हामी चाहिँ यहाँनिर गुम्बामा आइसकेको छौँ। ए यहाँ रहेछ। ए साइली, हेलो, ह्याप्पी न्यु इयर एन्ड ह्याप्पी बर्थडे। आज चाहिँ हाम्रो उरुको बर्थडे हो। हाम्रो चाहिँ यहाँनिर चाहिँ चिया कार्यक्रम। थ्याङ्क यू। चले यहाँ चाहिँ हाम्रो सन पूजा हुँदैछ। यहाँ चाहिँ के छ उयो खै
去结果，去年查拉去，你的手牵着把，不就是那去吧？不累不忙的了解，给完世界不浪，不三天这了解，给他好解决的，你给他没了解，给你他没晓得，是你没有到的，是你手脚没得，不是就为什么那？हामीले चाहिँ अब सकाइसक्यौँ सबैजना बाई भाइलाई चाहिँ फेरि अब यहाँ चाहिँ बाई बाई भनेर चाहिँ हामी सबैजना जाँदैछौँ अब यहाँनिर तिमी कहाँसम्म जाने अहिले तल कहाँसम्म सुन्दर जलको उयो हो बस स्टपसम्म होला ल यहाँ चाहिँ बाटो चाहिँ खतरनाक रहेछ अर्कै बाटो आयो होला क्या उनीहरू त पुरा पिकनिक खानु आएछ अनि हो यस्तो हो हामी पनि भरे त नयाँ बाटो राम्रो बाटै हो नि के छ हल्ली चल्ली गरेर भए पनि हामी चाहिँ राम्रो बाटो आयो केटाकेटीहरू यस्तो हल्लिँदैछ तिमीहरूलाई कस्तो लागिरहेछ त एकदम राम्रो ठिक छ एकदम टिकट काउन्टर रहेछ सुन्दर जलबाट जति मान्छे आयो तिनीहरूले चाहिँ पाउँदैन रहेछ तर हामीले चाहिँ यहाँनिर स्कुटरको चाहिँ 150 अरे अनि गाडीको चाहिँ 350 अरे मान्छेको चाहिँ 100 अरे टोटल I'm here. Yes, we are here. Hey, watermelon. पुग्दैछ उनीहरूले ल ओके छ त रमाइलो हुँदैछ ल है जस फोहोरको चाहिँ व्यवस्थापन रहेछ यता धोक्रो सोक्रो झुन्डाएर हाम्रो धेरैजना आफन्तहरू पनि भेट भयो बोल्न बोलेर हिँड्न म के बोल्ने त नि म बोल्न आउँदैन नि हामी जाँदैछौँ यस्तो छ उस्तो छ भनेर हामी जाँदैछौँ यस्तो छ उस्तो छ पढ़े लिखे लोगों की यही बात बड़ी कमाल की होती है मेरा तर मजा चाहिँ मजा आउनुहोस् है मतलब कि हामी जस्तो केटीहरू बच्चाहरू चाहिँ ठिक्क हुँदैछ फाइनली पुग्यो तर मान्छे धेरै रहेछ आमामामा कहिले पुग्ने हो थाहा छैन तर मान्छे चाहिँ धेरै कस्तो दामी अब यो चौरबाट चाहिँ यस्तो भित्र गइसकेपछि चाहिँ दह रहेछ अनि दहबाट चाहिँ अब राम्रो छ भन्दै थियो होला भन्ने हिँड्दैछौँ हामी कस्तो मिठो के अरे सुक्खा बस्न आए ओके यो चाहिँ हुँदैछ मणिचुरको दह
अनि यहाँ चाहिँ हामीले अब खादाहरू चढाउने चाहिँ यहाँ अनि यता चाहिँ सबजना रहेछ मान्छेहरू आज चाहिँ न्यु इयर भएर धेरै मान्छे भिड रहेछ नत्र भने शान्तमा चाहिँ राम्रो एकदम राम्रो भिडियो फोटोहरू खिच्नु दर्शन गर्न चाहिँ राम्रो हुँदो रहेछ तर धेरै भिड भएको रहेछ आज चाहिँ भने हामी चाहिँ अब अङ्कल र आन्टीलाई पनि कुर्दैछौँ कुरेपछि चाहिँ हामी अब खानासाना मतलब चटपट खाने चाहिँ प्लानिङ छ हाम्रो चाहिँ यहाँबाट चाहिँ छ पहिला डल्लो थियो क्या डल्लो चाहिँ त्यो चाहिँ छैन क्या डल्लो भएको भए त गुडाएर लगायो भइहाल्यो डल्लै यही हो कि क्या हो अनि त्यो उचाल्नु त दुईजनाले नहो कि यो होइन यत्रो ठुलो छैन नि यो त ढुङ्गा हो ओके हामी चाहिँ उता दर्शन गरेर आयौँ मन्दिरहरू अनि त्यसपछि सबजना उता चाहिँ खाना खान मिल्दैन रहेछ अनि कसैले नखाँदो रहेछ उताबाट आइसकेपछि चाहिँ सबजना यहाँनिर चाहिँ पिकनिक टाइपले बस्ने रहेछ हाम्रो चाहिँ यहाँनिर छ सबैजना रमाइलो गर्दैछौँ छ एउटा दुईटा वाटरमेलन लिएर आएको यस्तो गरौँ पानी सानी केही पनि पाउँदैन रहेछ तर पिउने पानी चाहिँ उता चाहिँ रहेछ तर आफ्नो उता चाहिँ आफ्नो बोतल सोतल भयो भने चाहिँ उताबाट चाहिँ ल्याउने रहेछ दुईटा थियो एउटा चाहिँ हाम्रो चाहिँ यहाँ चटपटे कार्यक्रम हुँदैछ उता पनि भ्लग हान्दै रहेछ गर्दा पैसा त्यही छैन हामीले पनि यहाँ चटपटे खानेको बनाउँदैछौँ उता चाहिँ भ्लग सट्ट तानेपछि त ककरको यस्तो हुन्छ अनि त्यो प्लास्टिक चाहिँ के टमाटो चाहिँ बोकेरै लिएर आएको छौँ यो चाहिँ खोर्सानी कागज थियो नि छ लपरा यो हुने खोज्दो रहेछ यहाँ सेम्पू रहँदैन टोमेटो सेम्पू चट्टा र मागाउनु यता तल चाहिँ बाटो चाहिँ एकदम राम्रो रहेछ मान्छे चाहिँ तर आउने जाने अब एकदम भिड छ आज चाहिँ नयाँ वर्ष भएर होला तर ठाउँ चाहिँ एकदम राम्रो जोस पानी सानी चाहिँ केही पनि पाउँदैन माथि चाहिँ मतलब पानी चाहिँ किन्न चाहिँ पाउँदैन तर त्यहाँ चाहिँ ढुङ्गे धाराहरू चाहिँ रहेछ तर आफूले चाहिँ खानेकुराहरू सबै बोक्नुपर्छ एटलिस्ट एउटा बोतल पनि बोकेर आउनु होला तपाईँहरू आउनु हो भने चाहिँ आज चाहिँ नयाँ वर्ष भएर पनि होला कि बाइकहरू गाडीहरूको चाहिँ त्यहाँ भाडा तिर्नुपर्ने रहेछ तर नर्मली चाहिँ खोइ तिर्नु पर्दैन होला पर पर्सन 100 तपाईँले पो जान्नु हो त अनि तल माथि
आउन दिँदैन नि तल तलबाट भरेर आएछ अनि लान नदिने कुराहरू चाहिँ मासुहरू अनि रक्सीहरू त्यस्तो चाहिँ लान दिँदैन अरे अनि स्पिकरहरू त्यस्तोहरू चाहिँ के अरे अलाउ नगर्दो रहेछ यता चाहिँ सबै पुलिसहरूले चाहिँ लिएर राख्नु हुँदो रहेछ किनभने यहाँ चाहिँ अब निकुञ्जले चाहिँ अलाउ गर्दैन अरे ठिकै छ यहाँ चाहिँ यहाँ हो तल मेनले चाहिँ मालु है यहाँ ध्यान काटिकिदिनु तिला र हजुर कस्तो लाग्यो तपाईँहरू ल यो चाहिँ एकदम मणिचुर चाहिँ पहिला सदैवदेखि चलिरहेको ठाउँ हो त्यही भएर यसो घुम्नु नयाँ वर्षमा घुम्न आएको राम्रो अब यहाँ छ अब हामी चाहिँ फेरि ढाप ड्याम जाँदैछौँ यहाँबाट चाहिँ यहाँ 11 किलोमिटर अरे यो बाटो हुँदै जान्छौँ हामी चाहिँ अब हेरौँ कतिको टाढा छ अलिक टाढै छ क्या 11 किलोमिटर भन्दा चाहिँ कति टाढा हो मान्छेहरू यस्तो यस्तो गाडीमा रिजर्भ गरेर आउँछ फाइनली हामी चाहिँ ढाप ड्याम आइपुग्यौँ यहाँ चाहिँ यस्तो रहेछ 11 किलोमिटर तर 11 किलोमिटर धेरै नै हो धेरै नै टाइम लाग्यो जस्तो लाग्यो यस्तो रहेछ नि त जाडो हुँदैछ नि त के हो यहाँ चाहिँ मन पर्यो क्या मलाई त तिमीहरूलाई कस्तो लाग्यो आया कस्तो हावा आउँदैछ यहाँ चाहिँ माय गॉड यस्तो खतरा हावा हामीलाई चाहिँ दामी लाग्यो ओके ठाउँ चाहिँ एकदम दामी तर एकदम हावा चलेर मुटु काम्ने के अरे मुटु काम्ने जाडो हुँदो रहेछ यो चाहिँ ठिकै हो जतिसुकै घाम लाग्यो भने तर चिसो चाहिँ खतरा चिसो तल कस्तो लाग्यो अन्त मेरो त पुरा यस्तो यस्तो छ रहेछ यो चाहिँ के ड्याम अरे ढाप ड्याम अरे ढाप ड्याम यो यहाँ चाहिँ फेरि नर्मल छ है यहाँ चाहिँ फेरि नर्मल त्यहाँ चाहिँ त्यो के अरे खोलाको उसले गाइस हामी चाहिँ अहिले घरमा आइसक्यौँ यता अङ्कलकोमा दिनभरि घुम्यौँ अहिले चाहिँ हामी अङ्कलकोमा आइसक्यौँ यता जड्डो अनि यहाँनिर चाहिँ पप्पीलाई डुलाउँदैछौँ यसलाई सुसु आएर ओइ छुछु छुछु आएर यता हेर त चाहिँ दिनभरि घुम्यौँ रमाइलो भयो अब यो
ब्लगलाई चाहिँ हामी यहीँ इन्ड गर्न चाहन्छौँ थ्याङ्क यू सो मच फर वाचिङ